नमस्ते, के छ हालखबर? सन्चै हुनुहुन्छ? धेरै भएको थियो है। ल, एउटा सानो इन्फर्मेसन अपडेट गरौँ भनेर। यो चाहिँ थोरै इन्ट्रेस्टिङ पनि छ, थोरै इन्फर्मेसनल पनि छ है। जापानको बाइक लाइसेन्स सम्बन्धीमा मैले भर्खरै जस्तै एक्सपिरियन्स गरेको कुरा हो, त्यो अपडेट गरौँ भनेर। थोरै इन्फर्मेसनल नै छ। तपाईँहरू यहाँ जापानबाट हेर्दै हुनुहुन्छ बाइकको लाइसेन्स निकाल्न लाग्नु भएको छ भनेदेखि, र बाहिरबाट पनि हेर्दै हुनुहुन्छ, नेपालबाट हेर्दै हुनुहुन्छ भनेदेखि थोरै अलिकति फरक कुरा छ, युनिक छ। जस नेपालमा भएको भन्दा अलिकति फरक छ है। तपाईँको 3-4वटा कुरा छ, सर्र स्टार्ट गरौँ है त। अब कस्तो छ भनेदेखि मसँग चाहिँ गाडीको लाइसेन्स पहिले थियो र बाइकको लाइसेन्स लिनको लागि म अस्ति गएको थिएँ। ल, नम्बर 1 के छ भनेदेखि तपाईँको जस्तै यहाँ गाडीको लाइसेन्स छ भनेदेखि तपाईँले ट्रायल मात्रै दिए पनि है, रिटर्न इक्जाम दिनु परेन। अनि त्यसमा चाहिँ कस्तो छ भनेदेखि तपाईँको जस्तै सुरुमा 125सम्म, 400सम्म र 1000cc जस्तै 400सम्म चुकाता अनि ओगाता, 1000cc ओगाता भन्छ होइन, लार्ज मोटरसाइकल भेहिकलको लाइसेन्स। अनि तपाईँको जस्तै यहीँबाट तपाईँले गर्नुभएको छ भनेदेखि तपाईँले चाहिँ 400सम्मको मात्रै लिन पाउनु हुँदो रहेछ सुरुमा। अनि गाइमेन किर्खा यदि तपाईँको बाहिरबाटको लाइसेन्सलाई यहाँ कन्भर्ट गर्दै हुनुहुन्छ यहाँ जापानिज लाइसेन्समा भनेदेखि चाहिँ तपाईँले सिधै 1000cc पनि निकाल्न मिल्दो रहेछ लाइसेन्स होइन बाइकको। अनि इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भनेदेखि तपाईँको टेस्टको बेलामा चाहिँ लाइसेन्सको ट्रायलको बेलामा चाहिँ तपाईँको हेलमेट र पन्जा चाहिँ आफ्नै लिएर जानु पर्दो रहेछ। त्यहाँ बाइक त भयो, तपाईँले पे गर्नुभयो ट्रायलको टेस्टको लागि, तर हेलमेट चाहिँ उनीहरूले प्रोभाइड गर्दैन रहेछ। मेरो चाहिँ के थियो भनेदेखि मेरो केसमा अब म चाहिँ गाडीको लाइसेन्स भएको भएर गेन्चुकी चलाउँथेँ 50cc स्कुटर। अनि त्यसको त्यो हाफ हेलमेट थियो, हाफ हेलमेटले हुँदैन रहेछ, त्यहाँभित्र पनि लेखेको हुँदो रहेछ। खास त्यसमा चाहिँ 125सम्म थियो, मैले चाहिँ नोटिस गरेर हिँड्छ। अनि त्यहीँ है एउटा नेपाली भेट्नु भएको थियो, अनि लक्किली उहाँको मैले चलाएको थिएँ, उहाँको खारिज गरेर दिएर टेस्ट दिएको थिएँ। एउटा त्यो हो है। यहाँ चाहिँ कस्तो भनेदेखि त्यो हिसाबले बाइक लिनुभन्दा बाइकको टेस्ट, बाइकको आउनुभन्दा अगाडि, तपाईँको लाइसेन्स आउनुभन्दा अगाडि नै तपाईँले हेलमेट किन्नु पऱ्यो त्यो हिसाबले है। म त यहाँको ड्राइभिङ ट्रेनिङ स्कुल पनि गएको थिएँ होइन। अब नेपाल 2 वर्षको बाइक चलाएर के जानु जस्तो लाग्यो। अनि त्यही भएर पुलिसले चाहिँ त्यहाँ ओसुमे भनेर भन्दै थियो। म त अलिकति सानो कुरा रिस उठ्नु झगडा गरेर अनि त्यही भएर भनेको भन्दै थियो। अनि ठिक छ भनेर। अर्को एउटा कुरा पनि छ है, मैले एउटा टिकटकमा भेटेको थिएँ होइन, साथीहरू जस्तै यस्तो पनि हो कि जस्तै अब बाइकको लाइसेन्स छ, अब गाडीको लाइसेन्स छ, अब गेन्चुकी चलाउनु मिल्यो 50cc तपाईँले त्यहाँ गएर जस्तै त्यहाँ ट्रायल दिने ठाउँमै पनि अब रिजर्भेसन लिएर त्यो गर्न मिल्छ, प्र्याक्टिस टेस्ट गर्न मिल्छ, शनिबारको लागि त्यो गर्न मिल्छ शनिबारको लागि होइन। अब अनि तर त्यसले काम गर्दैन रहेछ कि। अब जस्तै किनभनेदेखि तपाईँले 50cc स्कुटरमा दिनुहुन्छ, 50cc अब त्यहाँको एउटा स्पिड टेस्ट हुन्छ कुनै, जस्तै स्पिड टेस्ट भयो। अनि त्यसपछि त्यो अलिकति थोरै उठेको भाग हुन्छ नि, थोरै उठेको भागमा सर जाने, त्यो बिस्तारै लिएर जानुपर्छ, जिगज्याग बाटो फास्ट जानुपर्छ। त्यो स्कुटरबाट तपाईँले त्यो प्र्याक्टिस गरेर अनि 400 अथवा 1000cc बाइक चढेर हुँदैन रहेछ। अनि त्योभन्दा राम्रो के भनेदेखि टिकटकमा मैले भेटेको थिएँ होइन, ओकुवी हो कि के, मैले त्यहाँ फोन गरेर रिजर्भेसन गरेको छैन है, फेरि गर्ने सोचिरहेको छु। आइतबार मात्रै हुन्छ अरे। अनि अस्ति फोन गरेर रेट चाहिँ बुझेको थिएँ। अनि त्यस्तो अरू पनि होला सायद, अब मलाई थोरै थाहा भयो होला। अनि त्यहाँ चाहिँ 1 घन्टा 40 मिनटको 11,000 भनेको थियो कि 14,000 भनेको थियो अस्ति कुरा गर्दाखेरि। त्यो पनि ठिकै हो जस्तो लाग्छ। अब हामीलाई अब त्यस्तो धेरै चाहिएको होइन, जस्तै त्यही कति सीसीको बाइकमा हो त्यो अलिकति धेरै पछि चलाउँदाखेरि अब जापान आए पनि अलिकति केही ग्याप भयो। अनि अब त्यो जस्तै क्लच एक्सिलेटर मेरो चाहिँ अलिकति आफैलाई फिल भइरहेको थियो, अलिकति ब्यालेन्स मिलिरहेको छैन, अलिकति स्मुथली गइरहेको छैन भनेर होइन। त्यो पनि राम्रो आइडिया हुनसक्छ। अनि अर्को इन्ट्रेस्टिङ कुरा के भनेदेखि जापानमा जस्तै हाम्रो नेपालमा मैले एक्सपिरियन्स गरेको थिएन होइन। नेपालमा त अब त्यस्तो हेलमेटको छुट्टै अब त्यो क्याटेगोरी थिएन होइन। अब यहाँ चाहिँ कस्तो भनेदेखि अस्ति मैले फिल गरेको, अस्ति एक्सपिरियन्स गरेको, म चाहिँ 400cc को लागि मेरो ऊ थियो इक्जाम थियो, टेस्ट दिनु गएको थिएँ।
त्यसमा चाहिँ मैले अहिले किन्छु के भनेको त्यो मोपेड टाइप 50cc स्कुटर चलाइरहेको छु कि अनि त्यसको हेलमेट त्यही लिएर गएको थिएँ त्यसले चाहिँ हुँदैन रहेछ हाफ हेलमेट थियो त्यहाँ भित्रपट्टि लेखिया हुँदो रहेछ हुन चाहिँ होइन के अरे जस्तै 400 1000 कतिसम्म चलाउनु पर्ने त्यो हुनुपर्दो रहेछ प्रायः फुल हेलमेटै चाहिँदो रहेछ होइन भित्रपट्टि लेखिएको हुँदो रहेछ क्या सबै हेलमेटले हुँदैन अर्को कुरा भनेको जस्तै पिएससी के एसजी के 2-3वटा छ कि होइन त्यो मार्क्स अनिवार्य भएको सबै हेलमेट फेरि हुँदैन होइन त्यो मार्क्स भएको मात्रै फेरि यहाँको सर्टिफाइड हुँदो रहेछ होइन त्यो सर्टिफाइड त्यो मार्क्स भएको मात्रै यहाँ युज गर्न मिल्दो रहेछ त्यो रहेछ जस अब उसमा हो नि अनि फेरि मैले त सोचिरहेको थिएँ होइन नेपालमा अब त्यत्रो चलाएको त्यत्रो वर्ष चलाइरहेको होइन बाइक सजिलै निस्किन्छ होला सजिलै निकाल्न सकिन्छ होला भनेर तर त्यस्तो हुँदैन रहेछ है अब त्यहाँ कति अरू नेपाली साथी पनि आउनुभएको थियो कतिचोटि फेल भएकोहरू पनि आएको थियो नि त अरू कन्ट्री पनि होइन अब एकदमै सानो सानो कुरालाई एकदमै नोटिस गर्दो रहेछ होइन ल आजलाई यति नै राम्रोसँग बस्नु होला थ्याङ्क्स फर वाचिङ धन्यवाद